नमस्कार, म सन्दीप भण्डारी। देशमा यतिखेर चुनाव नजिकै छ। चुनाव बढेसँगै पुराना तथा नयाँ दलका हरेक नेता तथा कार्यकर्ताहरू आफ्नो आफ्नो ठाउँमा अथवा आफूले पाए पर्ने ठाउँहरूमा गएर आफ्नो बारेमा चर्चा गर्ने, हाम्रो पार्टीको चाहिँ एजेन्डा यति छ भनेर देखाउने क्रम पनि चल्दो छ। तर हामीले यति हुँदै बुझ्नुपर्ने कुरा के छ भने देशलाई यतिखेर नयाँ अनुहार, नयाँ जोस, जाँगर चाहिएको छ। हामीले पुराना दलहरूलाई धेरै वर्ष विश्वास गऱ्यौँ, तर अब पालो भने नयाँको आएको छ। यही सन्दर्भमा मैले मेरो घरमा कुराकानी गरेर मेरो बुवा आमालाई कन्भिन्स गर्न सफल भएँ। मैले उहाँहरूसँग कुरा गरेर उहाँहरूले पुरानो दलले के हामीलाई चाहिँ झुटा आशा देखाए, कसरी चाहिँ हामीलाई चाहिँ गुमराह बनाएर राखे र अब कसरी चाहिँ यिनीहरूलाई हटाएर नयाँ मान्छेलाई ल्याउनुपर्छ है, नयाँ मान्छेको नयाँ भिजन ल्याउनुपर्छ है, केही देश बनाउनु छ भने एउटा युवा शक्ति जोस जाँगर चाहिन्छ है, र केही नयाँ सोच भएका व्यक्तिहरू चाहिन्छ है भनेर उहाँलाई विस्तारमा बुझाउन सफल भएँ। र म खुसी यसकारण छु कि मेरो बुवा आमालाई मैले सजिलैसँग कन्भिन्स गर्न सकेँ। उहाँहरू मेरो कुरामा निकै पोजिटिभ हुनुभयो र उहाँले अब पुरानो दलहरूलाई छोडेर नयाँ दलप्रति विश्वास राख्नुभयो। यो देखेर म निकै खुसी भएँ। तर म जस्तै विदेशमा बसेर पनि आफूले चुनावमा भोट हाल्न जान नपाए पनि देशमा राम्रो होस्, देशले चाहिँ क्वालिटी फेरोस्, भोलि हाम्रो पनि दिन आओस्, हामी आफ्नै देशमा गएर केही गरेर 2-4 पैसा कमाएर अथवा आफ्नो जीविकोपार्जन गर्न सकौँ। त्यसो दिनभरि दुःख गरे पनि साँझ बिहानको खाना आफ्नै बाआमा, बालबच्चा, छोराछोरीसँग बसेर खाना पाइयोस् भन्ने जति पनि चाहना राख्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई म हात जोडेर के चाहिँ बिन्ती गर्न चाहन्छु भने समय अहिले नै हो। यो हाम्रो कर्तव्य पनि हो कि हामीले हाम्रो बुवा आमालाई जसमा चाहेर नचाहेर अथवा ब्रेन वास गरेरै भए पनि ती पुराना दलहरूले अथवा पुराना नेताहरूले, कार्यकर्ताहरूले एउटा जुन किसिमको एउटा माइन्डसेट बनाइदिएका छन् कि यो फल्नाले यस्तो गर्यो, फल्ना पार्टीले यस्तो गर्यो, यो हामीले गरेको हो, यो हामीले गरेको भनेर उहाँहरूलाई राम्रोसँग सम्झाइ बुझाइ गरेर उहाँहरूलाई कन्भिन्स गर्ने र योपालि जसरी पनि नयाँ दल अथवा नयाँ पार्टीलाई चाहिँ अगाडि ल्याउने जिम्मा तपाईँ हाम्रो पनि हो। यो समय हामीलाई बारम्बार आउँदैन यो मौका, त्यही भएर अहिले मौका छ। तपाईँहरूले पनि आफ्नो कर्तव्य पुरा गर्नुहोस्। आफू सकिन्छ आफू जानुहोस्, भोट हाल्नुहोस्, र सकिँदैन भने यहीँ बसेर कमसेकम हामीले आफ्नो बुवा आमालाई फोन गरेर फोन मार्फत भए पनि पुराना दलले हामीलाई कसरी बर्बाद गरे, अब नयाँ दलले चाहिँ हामीलाई कसरी उकास्ने बाटो गरेका छन् भन्ने कुरा हामीले बुझाउन सक्यौँ भने, हामीले दुनियाँलाई बुझाउन नसके पनि आफ्नो परिवारलाई, आफ्नो बुवा आमालाई, हजुरबा हजुरआमालाई बुझाउन सक्यौँ भने र उहाँहरूको दिमागबाट चाहिँ यिनीहरू पुराना दलका मान्छेहरू ठिक रहेनछन् है भनेर अथवा कसैको बारेमा नराम्रो भन्नु परेन, यथार्थता मात्रै बताइदियो भने पनि उहाँहरूलाई कन्भिन्स गर्न सकिन्छ। र यो हाम्रो दायित्व पनि हो। मैले मेरो दायित्व निभाएँ, अब पालो तपाईँहरूको निभाउनु। तपाईँहरूले यसरी नै सम्झाइसक्नु भएको छ भने धेरै धेरै धन्यवाद। तपाईँले समयमै आफ्नो विचार विवेक पुर्याउनु भयो। यदि अझै पनि गर्नुभएको छैन भने समय यही हो। योपालि हामीले गर्न सकेन भने फेरि यस्तो मौका नआउन पनि सक्छ। त्यसैले मैले त गरेँ, अब के तपाईँहरूले पनि गर्नुभएको छ भने कमेन्टमा भन्नुहोला। यदि छैन भने आज भोलि या पहिले नै चुनावभन्दा अघि नै उहाँहरूलाई सम्झाइ बुझाइ गरेर देशलाई एउटा नयाँ दिशातिर लैजान सहयोग गर्नुहोला। धन्यवाद।